श्यामबहादुर भुजेल स्वदेश विदेशबाट हेरिरहनु हुने सम्पूर्णमा एकमुष्ट नमस्ते सेवानुङ। आज चाहिँ म झापामा आइपुगेको छु। यहाँ नजिक चाहिँ लक्ष्मीको घर बन्दैछ, जहाँ लक्ष्मीको चाहिँ हामीले पहिला नायरतादेखि बनाउनेदेखि लिएर सबै कुरा चाहिँ हलेसीमा लगेर गरिदिइसकेको छौँ र उसको चाहिँ एकदमै अप्ठ्यारो अवस्थामा भोकै दुईटा बच्चाहरू लिएर परालको कुन्यु हुँदी सुती हिँड्दै भोकै श्रीमानको चाहिँ इन्डियामा मृत्युपछि ऊ नेपाल फर्केर आउँदाखेरि साना बच्चाहरू लिएर भोकै हिँडिरहेकी थिइन्। ती बच्चालाई चाहिँ हाम्रो टिममा देवेन्द्र सर र विकिरण सरले उद्धार गर्दै म पनि र दिपिका बहिनी हामी हलेसी गएर उसको वासस्थानमा हामीले पुरै चाहिँ नायरता जन्मदर्ता र बच्चाहरूको जन्मदर्ता र उसको अपाङ्ग छिन् अपाङ्ग भत्ता सम्म बनाइदिइसकेपछि यहाँ अहिले झापामा घर बन्दैछ। यहाँ चाहिँ यो जग्गा दिनुहुने दाता हुनुहुन्छ सोनिया लिम्बू। के छ लक्ष्मी? नमस्ते दाइ। नमस्ते। चिन्यौ? धेरै पछि भेट बताई गाँठे। 4 महिनापछि। 4 महिनापछि घर पनि आधी उधी भइसकेको छ। हेर त सकिसकेछ। म अलिक ढिलो आएँ। खाना खायो? नानीहरूले यो के दिएको नानीलाई? हेर न लक्ष्मी हाँसेको। अनि घर कस्तो लाग्दैछ लक्ष्मी? राम्रो छ? ठिक छ नि? यतिको घर भयो भने चट्ट बसेर नानीहरू पालन पोषण पढाउन सकिन्छ कि सकिन्न? पालन पोषण गर्न त दाइ अब आफ्नै अवस्था यस्तो छ कि पाल्नु। जे भए पनि अब बिस्तारै बिस्तारै बस्ने ठाउँ हुँदैछ हैन? पहिलाको जस्तो त्यो पहिला केमा बसेको थियो अरे? त्यो उताबाट परालको कुन्युमा? त्यस्तोमा त बस्न पर्यो नि। यस्तो जाडोमा पनि हैन? अब मजासँगले आफ्नै घरमा बस्ने, आफ्नो घर छ भने जस्तो गयो हैन? अनि नम्बरी जग्गामा टक्क हाम्रो सोनिया लिम्बू बहिनीले दिनुभएको छ हैन? के बनाइदिनु हुँदैन? चिप्लिटी? यो चाहिँ के बनाइदिएको? यो नानीहरूलाई सुत्ने ठाउँ? ए बलुवा चाल्ने चाहिँ हो? म त नानी सुत्ने ठाउँ कोक्रो बनाइदेऊ कि क्या हो भनेको नि। होइन हो? उयो त ट्युबवेल पनि निकालिसकेको रहेछ, ब्लकहरू। तिम्रो घर त ब्लक टन्न लागेछ नि त। उयो अलिक खाडी रहेछ, गहिरोमा रहेछ है? 82,500 को लाग्यो ब्लक अरे। अघि मात्र पैसा देवेन्द्र सरले तिरेर आउनुभएको क्युआर गरेर। म सँगसँगै थिएँ। यो जमिन मुनिबाट टक 1500 ब्लक गएछ। चिप्लिटी छ नानी। यो चाहिँ यो सब यो जग्गा यो पर रोडदेखि ओरैसम्म हाम्रो सोनिया लिम्बूको चाहिँ हो हैन? प्लटिङ यो बिक्रीमा पनि छ। त्यसपछि उहाँले नै एकदम लक्ष्मीको चाहिँ दुःख देखेर हैन, लक्ष्मीलाई चाहिँ 8 दूर जग्गा चाहिँ यहाँ नजिक पास गरिदिनु भएको छ हैन त लक्ष्मी? तिम्रो हातमा धनी पूर्जा पर्यो नि? छ नि? नाम कसको छ? मेरो। के छ भन त? लक्ष्मी परियार। लक्ष्मी छ हैन? अहिले लक्ष्मीलाई चाहिँ धनी पूर्जा पनि मिलेको छ र यो घर चाहिँ अब बन्दैछ। तर यसको धेरै काम छ। अब यसको चाहिँ ढोका झ्याल छाना लाउनु छ हैन? अब यो साना प्यान्टेहरूलाई पढाउन पनि पर्यो, लक्ष्मीलाई गाह्रो छ। त्यतिखेर चाहिँ उसको है पहिला पनि अब उता हलेसीतिर जाँदा धेरै खर्च भएको छ। धेरै लामो सङ्घर्षपछि चाहिँ उसको जन्मदर्ता नायरता, उसको नायरतै बनेको थिएन। नानीहरूको जन्मदर्ता र उसको भत्ता पनि होइन, अशक्त भत्ता पनि बनेको छ। तर त्यतिखेर धेरै खर्च लाग्यो। एकल भत्ता चाहिँ हो? ए एकल भत्ता चाहिँ खाकी छिन् उनले होइन? एकल भत्ता चाहिँ उसले खाकी छिन्। अनि त्यसपछि धेरै लामो समयपछि सङ्घर्ष गरेर खर्च पनि भयो। अब पहाडमा जान आउन ऊ बस्न अब त्यहाँ अलिकति असुरक्षित भएकोले होटलमा बसेको थिइन् होइन? धेरै खर्च भयो र पनि यहाँ घर बन्दैछ। म चाहिँ केही समय अगाडि नै आउने
प्लानिङ गरेको थिएँ तैपनि अब ढिलो भयो। हामीले धेरैजनाको घरहरू बनाएको छौँ। अनुको बनायौँ, त्यसपछिबाट मिना तामाङको बनायौँ, अनु परियारको, मिना तामाङको, त्यसपछिबाट अर्को हाम्रो कविता तामाङको होइन, उसको चाहिँ मुटुको भल पनि चेन्ज गरेर कविता तामाङको पनि बनायौँ। र यहाँ अहिले लक्ष्मीको घर बन्दैछ होइन। यस्तै दिन दुखीहरूलाई सहयोग गरेर यस्तरी राम्रोसँगले घर बनाइदिएर उनीहरूको वासस्थान गर्न पाउँदा हामी पनि धेरै खुसी छौँ। र स्वदेश विदेशमा रहनुहुने भगवान रूपी दर्शकहरूले चाहिँ होइन माया दया सपोर्ट गरिदिएर उहाँहरूले चाहिँ दुखीको लागि सहयोग गरिदिनु भएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद होइन। र यहीँ बसी पनि होइन केही व्यवसाय गरेर जग्गाहरू प्लटिङ गर्नुहुने हाम्रो एकदमै लक्ष्मीको लागि चाहिँ सहयोग गरेर यो जग्गा 8 धुर जग्गा दिनुहुने हाम्रो सोनिया लिम्बू सिस्टरलाई पनि हामी हृदयदेखि नै सलोट धन्यवाद दिन्छौँ। जहाँ छ मानवता, जहाँ छ त्यहाँ नजिक सबै कुरा छ होइन। मानवता रहेन भने संसार रहन पनि गाह्रो हुन्छ। सबै मान्छे एकै खालको हुँदैन, तर धेरै जस्तो मान्छे सहयोगको भावना राख्ने मान्छे पनि हुनुहुन्छ होइन। र उहाँहरूलाई हामी हृदयदेखि नै धन्यवाद सलोट पनि गर्दछौँ। दर्शकबिन, यो चाहिँ लक्ष्मीको घर हो, जहाँ यहाँ लक्ष्मी पनि यी छिन्। लक्ष्मी मुसु मुसु हाँस्दै हेर, उसको हात खुट्टाहरू पनि पुरै सोझो हुँदैन। लक्ष्मी के छ, घर बनिरहेछ है, खुसी छौ? खुसी त के हुनु दाइ, घर बनाउनलाई पैसै पुगेको छैन। हजुर, घर बनेदेखि खुसी नै हुन्थे। खुसी नै हुन्थे है। हजुर, ठिक छ, देश विदेशबाट हेरिराख्नु भएको छ, तिम्रो लागि सहयोग गरिदिनुहुन्छ होइन। हजुर, खुसी नै मान्नुपर्छ है। हजुर, यत्रो 8 धुर जग्गा त अब हजुर दिनु भएको छ होइन। हजुर, र खुसी हुनुपर्छ है। र लक्ष्मीको घर चाहिँ कस्तो बन्दैछ त भनेर म यहाँ देखाउन गइरहेको छु। र यो घर चाहिँ टक्क यहाँ नजिक मिस्त्रीहरू काम गरिराख्नु भएको छ। यो दुईवटा ढोका, यतापट्टि 2टा कोठा चाहिँ, यो कोठा यस्तो छ, यता झ्याल होइन। टक्क यो काम धमाधम भइरहेको छ। यहाँ अर्को कोठा, यतापट्टि टक्कसँगले यहाँ झ्याल। यो चाहिँ सानो एउटा कोठा, यो किचन जस्तो, किचनै राख्ने हो। र यो 2 कोठा चाहिँ भइगयो, एउटा सिटिङ रुम। अनि यो चाहिँ लक्ष्मीलाई अलिक गाह्रो हुन्छ भनेर यतैबाट टोयलेट जाने होइन। यताबाट पनि बाटो चाहिँ छ, तर यताबाट पछि बर्खा गाह्रो हुन्छ भनेर यो चाहिँ टोयलेट, यो चाहिँ बाथरुम र टोयलेट चाहिँ भइसकेको छ यो। र कविताकोमा चाहिँ टोयलेट पनि भाइरल भएको थियो, यहाँ चाहिँ अलिक भाइरल भएको छैन। र टोयलेट यो छ, यो झ्याल ढोका हाल्नलाई चाहिँ यहाँ अप्सन राखेको छ होइन। यो चाहिँ अब एल्युमिनियम सिस्टमको हुन्छ। र यतापट्टि चाहिँ यो टोयलेटको ट्याङ्की पनि छ, यसरी बनिरहेको छ। यतापट्टि यसमा चाहिँ ब्लकहरू पनि यो जग मुनिबाट ल्याउनु पर्यो, अनि धेरै लाग्यो भन्ने कुरा छ। अब यहाँ हाम्रो देवेन्द्र सर हुनुहुन्छ। र यो जग्गा दिनुहुने दाताहरू सोनिया लिम्बूको टिम होइन, लक्ष्मीलाई चाहिँ 8 धुर जग्गा उहाँहरूले उपलब्ध गराउनु भएको छ, सहयोग गरिदिनु भएको छ। र यहाँदेखि चाहिँ उहाँहरूको सबै यो जग्गा माथिसम्म प्लटिङ, यो 2पट्टि रोड, एकपट्टि 16 फुट, एकपट्टि 20 फुटको रोड रहेछ, बिचमा 4 पाटे रुमाले जग्गा। यो चाहिँ उहाँहरूको प्लटिङ यो बिक्रीमा छ। यो छेउछेउमा चाहिँ पुरै अब यसरी बत्तीको पोलहरू 2पट्टि नै राखेर, अगाडि हाइवे छ 60 फुटको हाइवे, अनि त्यसपछिबाट माथि गएपछि अर्को ठुलो हाइवे एसियन राजमार्ग हाइवे छ। यो चाहिँ 4 पाटे रुमाले जग्गा। अब हेर्नुहोस् यहाँ पिल्लर ट्याक्क यहाँ गाडेको छ, अनि यसपछि सर्र गएर अर्को पिल्लर यहाँ गाडेको छ है। अनि उता मास्तिरपट्टि पनि म अलिकति यहाँ जुम गरेर देखाएँ होइन, पिल्लर गाडेको छ। यो पिल्लर एउटा, यो पिल्लर एउटै यसरी गाडेको छ। यो 4 पाटे रुमाले परेको जग्गाहरू चाहिँ सब घडेरीको लागि तपाईँहरूको साँच सर्छ भन्ने पनि छैन। अब किनभने त्यहाँ त अब नक्सामा त भइ नै हाल्छ, त्यही पनि यति सिमेन्टीको पिल्लरहरू गाडेको, टक्क 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 टक्कको घडेरी परदेखि ओरैसम्म पुरै घडेरी चाहिँ यो प्लटिङमा बिक्री पनि छ।
र यहाँ नजिक घर बनाउन चाहिँ एकदम राम्रो छ है। यता सबै घरै घर यता यो घरै घर छ, घरै घर बस्ती भएको ठाउँमा। र यस्तो ठुल्ठुलो घरहरू पनि बनेको छ। यहाँ हेर्नुहोस् है, लक्ष्मीको घर अगाडि यति ठुलो घर छ र यहाँ नजिक चाहिँ यस्तो प्लटिङ जग्गा छ। हामी डाइरेक्ट जग्गा धनीको नम्बर राखिदिन्छौँ, तपाईँहरू कन्ट्याक्ट गरेर आउन पनि सक्नुहुनेछ। र लक्ष्मीको घर बनेको ठाउँमा आउँदैछ। ल ब्लक चाहिँ यसरी तयार हुँदो रहेछ यो मेसिनबाट। काम सानो ठुलो हुँदैन यहाँ, एकदम पुरुषले गर्ने काम पनि महिलाले गर्नुभएको छ, चेलीले। यो चाहिँ सिमेन्टीको ब्लकहरू यसरी चाहिँ बनाइदो रहेछ। कसरी रेडी हुन्छ त यहाँ हेर्नुहोस् है त। यो फरमा हालेर काठको यो सिमेन्टीको साँचो मेसिनमा चाहिँ ढ्याक 4-5 चोटि ठेलेपछि यहाँ खाँदिँदो रहेछ। एकैछिनमा तयार हुँदो रहेछ। यो घर बनाउने ब्लकको चाहिँ साँचो मिसिन। अब यहाँ ब्लक कसरी निक्लिन्छ भन्दा हाम्रो चेलीले खत्रै बनाउनु हुँदो रहेछ यहाँ होइन। यो चाहिँ लक्ष्मीको घर बनाउने ठाउँमा चाहिँ हामीले यहाँबाट ब्लक चाहिँ होइन किनेर लगेछौँ। तर यो ब्लक बन्ने फ्याक्ट्री भनौँ न, फ्याक्ट्रीमा आएको छौँ।